34 वर्ष लामो राजनीतिमा देउवाको विश्राम। नेपाली राजनीतिमा 3.5 दशकदेखि राज गरेका शेरबहादुर देउवाको संसदीय यात्रामा पूर्ण विराम लागेको छ। 2048 सालदेखि डडेलधुराबाट सुरु भएको उनको अपराजित विजय यात्रा आगामी फागुन 21 को निर्वाचनमा उम्मेद्वार नबनेपछि विश्राम हुन पुगेको हो। नेपाली काङ्ग्रेसको राजनीतिमा गिरिजाप्रसाद कोइरालापछि उदाएका हट्टी र साहसी छविका देउवाको यो बहिर्गमनलाई एउटा युगको अन्त्य र काङ्ग्रेसभित्रको बाध्यकारी पुस्तान्तरणका रूपमा विश्लेषण गरिएको छ। विगतका निर्वाचनमा देउवा निवास बुढानीलकण्ठमा टिकट लिनका लागि काङ्ग्रेस नेताहरूको भिड लाग्थ्यो, तर मङ्गलबार देउवा दम्पति गुमनाम चाहिँ थिए। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा र उपसभापति विश्व प्रकाश शर्मालाई उम्मेद्वार टुङ्गो लगाउन र टिकट बाँड्न भ्याइ नभ्याइ थियो। देउवाको लामो र शक्तिशाली राजनीतिक यात्रामा ब्रेक लाग्नुको मुख्य कारण जेन्जी आन्दोलन र त्यसपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणका लागि गगन र विश्वले गरेको विशेष महाधिवेशन बन्न पुग्यो, जसका कारण उनीहरूको प्रभाव र शक्ति मात्रै गुमेन। डडेलधुराबाट उम्मेद्वार बन्न चाहेका देउवा आफै चुनाव नलड्ने स्थिति पैदा भयो। कैलाली 5बाट सिफारिस भएकी आर्जु राणा देउवाले समेत टिकट पाइनन्। सधैँ पावर सेन्टरमा रहेर काङ्ग्रेस राजनीतिमा भाउजू नामले परिचित आर्जु स्वयं टिकट विहीन हुन पुगिन्। विशेष महाधिवेशनपछि निर्वाचन आयोगबाट पार्टी आधिकारिकताको साँचो हातमा लिएका सभापति गगन थापाले देउवा दम्पतिसहित उनी पक्षका हार्डलाइनर नेताहरूलाई टिकट दिन इन्कार गरिदिए। यो निर्णयले विशेष गरी आर्जु राणा देउवाको राजनीतिक महत्वाकांक्षामा ठूलो धक्का पुर्याएको छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा चर्चा गरिएकी आर्जु राणा काङ्ग्रेसबाटै पुनः त निषेधमा परिन्। कैलाली 5मा देउवा इतरका नरनारायण शाहलाई उम्मेद्वार बनाएर संस्थापन पक्षले सुदूरपश्चिममा देउवाको विरासत फत्काउने सङ्केत दिएको छ। देउवाको गृह जिल्ला डडेलधुरामा भने नयनसिंह महर उम्मेद्वार बनेका छन्। देउवाको अहिले देखिएको राजनीतिक बहिर्गमन स्वैच्छिक भन्दा पनि परिस्थितिजन्य बाध्यता हो। निर्वाचन आयोगले काङ्ग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिनु र सर्वोच्च अदालतले देउवा पक्षको रिटमा अन्तरिम आदेश नदिएर गगन थापा नेतृत्वलाई वैधानिकताको बाटो खोलिदिएका कारण देउवाको राजनीतिक सङ्कट निम्तिएको हो। लगातार 34 वर्षसम्म संसदमा उपस्थिति जनाएर नेपाली राजनीतिमा किङमेकरको पहिचान बनाएका देउवा जेन्जी आन्दोलन र त्यसपछि काङ्ग्रेसमा निम्तिएको शक्ति सङ्घर्षका कारण अस्तित्व जोगाउने संरक्षकको भूमिकामा पुगेका छन्।